लक्ष्मी सर हामी कहाँ जाँदैछौँ भनिदिनुहोस्। हामी आदिगढ माउत जाँदैछौँ। ल बाटो एकदम भर्खरै पिक गर्छ अहिले पानी पर्दैछ। पानी पर्दैछ लगभग हाम्रो डेस्टिनेसन चाहिँ त्यहाँ होला। हम तो सुनी भी नहीं गया ये राष्ट्रीय गाड़ी लगी तो सावर माथि तल माथि नीचे एकदम सल्लाह दिएर जाने के बाटो पिच यसरी गर भनेर होला नि त माथि गएर बाटो ल्याइदियो के यस्तो यसै बेच्दै के सिधा छैन रे केटी अब पिच ह्यास आयो अब बल्ल बाटो खोल्ने अरे नेपाल विकास भयो होइन राजाको बनायो बाटो किन त पुऱ्याएको लट्टे काट्नुपर्छ यस्तो आएर यस्तो कहिले यस्तो चलाउनु पर्छ। किन टर्निङमा आफ्नै साइड च्यापेर च्याप्नु पर्दैन कहिले पनि के होइन थाहा भयो नि यस्तो के कहिलेकाहीँ यता रन्केर आयो भने आफूले कन्ट्रोलमा ल्याउनु सकिन्न क्या जतिसुकै जुनसुकै होइन जुनसुकै म चलाएर राखेको बाइक भन्नु सकिन्न क्या आफ्नो साइड चाहिँ छोड्नै हुँदैन यस्तो हुन्छ कि कस्तो हुन्छ उता पुगेपछि पुग्यो के जतिसुकै म यो भनेर हुँदैन आफ्नो साइड च्यापेर त बरु जति रन्काइदियो त्यहीँबाट पर्दैन क्या कन्ट्रोलमा हुन्छ। पानी त्यो चाहिँ गर्नु हुँदैन कहिले पनि त्यो पानी एकदम नराम्रो के सधैँभरि एकै नाखेर चलाउनु सकिन्न होइन सकियो तर मलाई यसको चाहिँ अरू सबै ठिक हो आवाज पिकअप पावर त फेरि बप्पाले हुन्छ फेरि यसको त आवाज चाहिँ पछि झ्याउ लाग्यो कि जति बेला नि त झ्याउ हुन्छ नि त होइन कस्तो भने तिम्रो यस्तोमा त उकालो पिकअप हुन्छ भन्ने हुन्छ होइन तर त्यो सम्ममा लक्ष्मी सर हामी कहाँ जाँदैछौँ भनिदिनुहोस्। हामी आदिगढ माउत जाँदैछौँ। ल बाटो एकदम भर्खरै पिक गर्छ अहिले पानी पर्दैछ। पानी पर्दैछ लगभग हाम्रो डेस्टिनेसन चाहिँ त्यहाँ होला। हम तो सुनी भी नहीं गया बाटो यताबाट हो नि त यहाँ राखिदिनु पर्छ पानी पानी खराब बवाल हुन्छ होला है माथिसम्म रोड त सबै रेडी रहेछ म होइन मेरो यार इन्टरकिन्टेल माग लगाएर फेरि यार हाम्रो रेस्टुरेन्ट त यस्तोमा गएछ भनेर होइन बाटो ठिकै छ चुना ढालेर लट्ट छिटो धन्यवाद। सिँढी हाल्नु बाटो सिँढी हिँड्ने के अरे खच्चडी नि बाटो दिन्छ यहाँ एन्टा गरेर तानेको कहाँ त डोजर र एन्टा भन्नु के गाउँ ढुङ्गाले बनेको छ है मेरो इट्टा जस्तै हुन्छ यो है पर्छ बाटो त साँच्चैकै सकिएन त दादा हिँड नि हिँड कहाँ हिँड यहीँ त होला नि ए गाडी गाडी आएको नि त्यहाँ को बाइक भिडियो दियो भने मेरो वारेन्टी दिनु त इन्जिनको बाटो त कडा छ त हौ आमा 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 म झर्छ नेपालको एकदम नमुना बाटो यहाँ सर्भिसिङ गऱ्यो सेकेन्ड सर्भिसिङ गर्ने गरिसक्यो सेकेन्ड सर्भिसिङ ए थर्ड हो अर्को फोन आएन ए भनेपछि काम गर्ने मान्छे राखियो एउटा के मेरो स्कुटर कहिले सर्भिसिङ गर्नुपर्छ कहिले धुनुपर्छ भनेर राख्ने मान्छे राखिएको छ। आदिगढ मजाको पर्यटकीय स्थल होइन त यो नेपाल त धेरै ठुलो रहेछ त हौ म आँखाले सरी घरदेखि पुरा फेरि स्विमिङ पानी
सरस्वती देवीको छ सरस्वती देवीको ग्रुप यो लैनी भैँसी त बगान भैँसी यो त भैँसीले पाक गरेर आएको टक्क पाउरोटी हान्ने पाउरोटी र चिया हान्ने दिदी चिया बन्छ है यता त रेस्टुरेन्ट त छैन होला है कता नि बा आराम हुन्छ तिम्रो च्यानल युट्युब च्यानल चाहिँ टुप्पी राखिराखेको शौचालय होला नि चिया कता पाइन्छ होला दिदी मिसिनहरू पाइन्छ पिडम लाग्यो मासु लगिदियो नि टेन्सन हुन्छ दाइ यार पिडम लाग्यो मासु आज फर्किने हो खाजा के बनाइदिनु चाउचाउ के हुन्छ मकै सके त छैन मकै छ मकै बनाइदिनु राम्रो छ नहेरिकन पक्का नहरिदिनु चाहिने बनाउँदा परिपक्व छ होइन सिजनले के हुँदा फेरि भन्नु छुट्टै छुट्टै भाँडा दिएछु नि कि एउटा प्लेटमा दिएछु नि तिमीलाई मेरो भाग खानु पाउनु नि त कफी बनाउनु दिदी हजुरले छ अहिले कफी होइन हाम्रो त बेच्छ ए बेच्नुहुन्छ होला गेडै बेच्छ कि कति रुपियाँ केजी बेच्नुहुन्छ खै 100 यो पालि त त्यही कफी सप गर्नेहरू यहाँ थियो कताको भन्थ्यो रत्न चोकतिर हो कि सिर्जना कताको तिनीहरू घरिघरि आइरहेको छ तिनीहरूको त्यो तालिम गर्ने पार्टी ए हो तिनीहरूले कहाँ चाहिँ जोखेर लयो पहिला सुरुमा आउँदा उनीहरूले टिपेर उनीहरूले जोखेर ल पछि फेरि हामीले टिप्दै पठाउँदै गर्ने थियो गाडीमा पठाइदिनु मैले नि रेती जति बनाएर आएछ त्यो बोक्रो छोडाएर धुएर सुकाएर आएछ भुटेर ग्राइन्डरमा गर्नु पर्यो भने चाहिँ घरै बसाउँछ त्यो ग्राइन्डर गर्ने बेलामा एकदम तर त्यो एउटा बोकेर चाहिँ बाहिरको लिएर चाहिँ फाल्यो भने राम्रो हुन्छ क्या भुट्ने बेलामा जान्छ अन्त त्यो सेतोमा त्यसो त कि अन्त त्यो सेतोको भित्र बल्ल कफी बस्ने हो होइन अन्त ग्राइन्डर गर्ने त घरै बास्न आउँछ सब बसाउँछ अब तपाईँहरू खेती गर्नु त सुन्नु भएर हुन्छ है खेती त टन्नै गर्छ सबै खेती रोप्नु पानी त कहाँबाट आउँछ पानी यो साइडमा मूल फुट्छ अनि यो साइडबाट पारी लाने जति भेट्छ नत्र चाहिँ आकाशको बोल्छ यी माथिसम्म यहीँसम्म रोप्ने खेत चाहिँ यहाँ हो त्यहाँ पारीसम्म भन्यो यिनीहरूको बाँझै यहाँ त सबै कोदो रोप्छ यो मकै लगाउने जति सबै कोदो रोप्छ बिजुली पनि यताबाट आएर चाहिँ क्या तलबाट होइन यताबाट लको तल अर्को त्यो गाउँलाई मौजा लामडाँडा मोरियाला अनि यताबाट त सबै त्यो त हो नि सिल्दीजुरे सबै यताबाटै लको हो नि बत्ती त सिल्दीजुरे छाचोक सिल्दीजुरे यता हो एउटै लाइन हो कि सिल्दीजुरेसम्म
चिप्लीदेखि अब अनुहारको पौर होस् होला नि उतातिरको त अब यो लोकमार्गबाट चाहिँ तपाईँहरूकोतिर नि अलि बाटो अझ राम्रो हुन्छ खै लोकमार्गको त्यही मोरियामा आइपुगेछ भन्छ के अरे हजुर यहाँ विवाद छ फेरि अब कहिले तलबाट लाने भन्छ कहिले माथिबाट लाने भन्छ छिराउनु पऱ्यो नि ल तलबाट लगेर के मतलब भयो माथि लाने गाउँमा त आउँदैन नि भाइ हजुर त्यो त्यहाँ उता जिप लाइनेको त्यहाँसम्म आउँछ त्यहाँदेखि उता बाहुन गाउँ हो उता छ यता अब त्यो चाहिँ मन्साप भन्ने हो यो चाहिँ भुजेलहरूको के अरे यो पारि त्यहाँदेखि उता बाहुनहरूको छ अनि यो मन्दिर तल बाहुन गाउँ छ 5-6 घर अनि अरू प्रायः यता सबै दलित बस्ती हो यो टिनले छापेकोहरू प्रायः दलित बस्ती अनि गुरुङहरूको यता तपाईँहरूको यता गुरुङ यताको भेगहरू धेरै गर्छन् कि है यता रामडाँडा मौजा मर्यो आजकल त घर मात्रै भयो नि भाइ सबै बजारतिर तपाईँले यहाँ चाहिँ राम्रो गर्नुभयो रहेछ कि मेल गर्नुभयो रहेछ बाख्रा यत्रो गर्नुभयो रहेछ धेरै बाख्रा गर्नुभयो रहेछ बाख्रा धेरै छ हिउँदमा त चलाउनु यता सबै बाँझै छ ऊ त कोटतिर आर्मालाई जाने बाटो सबै बाँझै छ भाइ यता नि बाँझै ऊ त्यो पारी त बाँझै भयो नि त्यो पो खेती लाग्छ राम्रो खेत कि है टक्क आफ्नो घरटे देखिनु तपाईँहरूको पनि छ होला नि हाम्रो नि छ पहिला त यहाँ त आलु लाउने के भाइ आसरे आलु लाउँथ्यो अनि प्राय सबैको धेरै छैन 3वटा गर 4वटा गर छ कि सबैको सबै गाउँलेको सबैको छ तर थोरै अनि आसरे आलु आसरे मकै लाउँथ्यो आज त छोडे सबै अनि आसरे आलु लगायो अनि लामडाँडा मौजा मोरिया हो त्यो सिलदुजुरेसम्म नि बेच्न लाने अनि आज आलु दियो पहिला त बजारतिर आलु पाउँथेन नि त होइन भाइ अनि मुक्सिरमा धान ल्याउने के आलु दियो अनि धान ल्याउँथ्यो काटेर आजकल त आलु जति बेला नि पाइन्छ तपाईँहरूको एकदम अग्लो ठाउँमा भएर कस्तो रमाइलो हुन्छ कि है त्यो पारिसम्म देख्नुहुन्छ उहाँ त त्यो डाँडा त यति टाढोसम्म देख्नुहुन्छ थुमुको डाँडा देखेछ गिलुङ थुमुको डाँडा त्यो हो यता गिलुङ देखिन्थ्यो गिलुङ अहिले उसले छेल्यो कति राम्रो देख्छ गिलुङ त बत्ती राति पुरा बत्ती बालेको देख्छ त्यो बाटोमा बत्ती रहेछ कि चट्याङले दुःख दियो दिदी यो अस्ति राम्रो भएकोले पहिला चाहिँ आजकल त खासै हुनु भयो पहिला त भर्खर हाम्रो बत्ती चाहिँ 58 सालमा आएको अनि मिसिन 58 सालमै ल्याएको है साउनमा 58 साल साउनमा बत्ती आयो मुक्सिरमा मिल ल्याएको अनि घरिघरि त्यो चट्याङले मिटर खाइदिनु के अनि पछि फेरि आर्थिङ गर्नुपर्छ भनेर आर्थिङ गरेको त्यो गर्छन् त्यस्तो दुःख देखाएन त्यहाँदेखि त खासै उस गर्दैन त्यो लाइटनिङ अर्थिङ हो कि चट्याङ रोक्नु चाहिँ यसले अर्को फेरि इकोभेन्ट अर्थिङ भन्ने हुन्छ त्यो सानोहरूमा लाग्यो भने नि त्यसले चाहिँ चट्याङबाट जोड्नु खर्च राम्रो गर्नु खर्च हुँदो रहेछ कि खर्च हुन्छ नि अब यो त्यहाँबाट तल जमिनसम्म तामाको तार ल्याउनु पर्छ ऊ त्यो भित्तामा नुनहरू हाल्नुभयो त्यति बेला नुन तामाको पातो त्यति बेला ऊ त्यो कालो ऊ तिनीहरू त्यही अर्थिङको पाइप त्यो भित्र तामा हालेको कि यहाँ आँगनमा गर्नुपर्छ कि अनि यहाँ अनि भित्र नि भित्रबाट यसरी लक हो कि त्यो तामाको तार लाँदो रहेछ नि त उहाँसँग त्योबाट करेन्ट बग्ने त्यो करेन्टले चाहिँ यसलाई डिस्पोज गराउने चट्याङ आउँछ नि पहिला त्यसले समात्छ त्यसलाई पृथ्वीमा डिस्पोज गराउने नष्ट मिलको हाबिरी गरेछ क्या अनि फेरि यो ढुङ्गा भित्र सालमा भनेपछि तपाईँको बत्ती गाउँपालिका तपाईँहरू के हो आज त नगर हो के अरे विकास केही छैन यो नगरपालिका हो यो नगरपालिका हो पोखरा मन 20 हो नि यो वडा नम्बर 20 के त नि यताभन्दा उतै विकास भएको गाउँपालिका यो महानगरपालिका है
भन्ने लाज लाग्ने है भाइ विकास किन लाज लाग्ने र यो विकासको चरण हो नि त मान्छे जन्मिने बित्तिकै कहाँ ठुलो भइहाल्छ र अब यहाँ नगर यो के अरे नगरपालिका गर्ने भन्दा त बरु गाउँपालिका ठिक छ भाइ फाइदा त्यो त हो कर हेर्नु न कति धेरै धेरै कर तिर्नुपर्छ तर यता ग्रामीण भनेर अलिकति छुट पनि दियो होला नि तपाईँहरूलाई के को छुट हो नि अब महेन्द्रपुलको रेट र यहाँको रेट एउटै लगाइदियो भने त यहाँको जनता त गाह्रो भएछ नि त्यहाँ त्यत्रो बेकार हुन्छ एउटै होला नि भाइ यहाँको के छुट हुनुपर्छ कच्ची बाटो पक्की बाटो छुट्याएको हुन्छ त्यो नगर परिषदको एउटा बैठक बस्छ त्यसमा लगाएको हुन्छ बिरालो पर्छ फोहोर सुधारको लागि दिन्छ अहिले पहिला यो फोहोर बनाउँदा 50,000 यही घरमा गणपति राम्रो पाउँदो रहेछ हेर्नु है फोहोर सुधारको चाखल डाँडा भन्छ कि ल दिदी धन्यवाद यहाँ सबैको पोखरा घर छ छ भाइ ल राम्रो मिठो खुवाउनु भयो धन्यवाद जमसिंह सर ल माथि 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 पेल्नुहोस् 50 वर्ष पुग्नुभयो हनुमानलाई सम्झिनु हनुमानलाई एक हान्नुहुन्छ चाहिँ लानु आगे के हनुमान सम्झिनु पुरै चाहिँ पोखरा जाँदैछौँ है आर्टिकल मौजाबाट टट्ट लाएर नेपाल सरकारले बनाएको पानी ट्याङ्की त्यहाँ छ त्यो बाटो हुँदै सर र सवारी साधन चालकमा हुनुहुन्छ असिम थापाज्यू उहाँले आफ्नो भरपुर सिप कलाको प्रयोग गर्दै मेरो नयाँ स्कुटर जोगाउँदै चलाउनु भएको उहाँले खाल्टे कति नि स्कुटर चाहिँ मेरो हो स्कुटर चाहिँ मेरो हो दादाले चलाएर भरपुर एकदम मजाको साथ स्कुटर चलाउनु हुनुहुन्छ तपाईँले देख्नुहुन्छ वन जङ्गल यहाँ फडानी भएको छ रुखहरू असरक्ट पछारिएका छन् यहाँ नेपाल सरकारले यसो ध्यान गइरहेको छैन पुरा रुखहरू दाउराहरू वन जङ्गल फडानी भएर चाहिँ यहाँ पोखरा चाहिँ छ है अहिले आँखाले देख्न सकिन्न क्यामेराले पनि खासै तपाईँ देख्नुहुन्न तर छ भन्ने त्यहाँ विश्वास गर्नुहोस् मलाई भरपुर आशा छ तपाईँहरूले विश्वास संसार विश्वासमै अडिएको छ उहाँ दाइले घाँस काट्दै हुनुहुन्छ सायद त्यो घाँस बाख्रालाई हुनुपर्छ घाँसको प्रकृति हेर्दाखेरि यता हेर्नुभयो अब हामी यस्तो हिलो राइड हुँदैछ यहाँ यसरी जङ्गल फडानी भएको छ पुरै जङ्गल चाहिँ मेसिनद्वारा फडानी भएको छ यहाँ यो दाउराको चोट हेर्दा
यो चाहिँ मेसिनले काटिएको हामी अनुमान लगाउन सक्छौँ। घाम अस्ताइसकेको छ, अँधेरो हुने प्रक्रिया जारी छ। अर्को गाउँ हामी छिटै पुग्नु छ। त्यो जङ्गल एकदम भयावह छ, जङ्गली जनावरको डर पनि छ। चाहिँ अब त्यो पानीको खोज्छ छ, तर पानी छैन। पानी आउँदैछ अब असारतिर आउँछ, अहिले पानी छुट्टी आउनु बित्छ होइन। त्यो बाटोको माटोले साथ दिएको छैन, त्यही भएर स्कुटर यता काट्दा दाले उता जान खोजिरहेको छ। तैपनि असिम दाले भरपुर आफ्नो बलबुद्धि प्रयोग गर्दै हिलो काट्दै छल्दै गर्दै गर्नुपर्छ। एकदम भयावह छ जङ्गलको स्थिति हेर्नुभयो भने जे पनि हुन्छ भन्ने अवस्था छ हुँदै। स्कुटरको पिकअप कस्तो छ यसबारे के भनिदिनुहोस्? स्कुटरको पिकअप त छ, त्योसँगै आवाज पनि छ। ओ अब स्कुटरले यस्तो म झराउँ दादा, म झराउँ दादा, उहाँ चढ्नुहुन्न माथि। ओ दादाले यति गरी ल्याइसक्नु भएको छ, तपाईँ बाटो देख्न सक्नुहुन्छ। एकदम डरलाग्दो छ है, हामी लड्न सक्ने चान्स पनि छ। दादा तपाईँ एकदम खतरा काम गर्नुभयो भने मैले अनुभव गरिसकेको छु। ओ माइ गड, तपाईँ घरमै बसेर हेर्नुहोस् बिस्तारै हेर्नुहोस्। हामी एकदमै हिमपाइ भन्दा पानी माथि कसरी आयो? असिम दाइले 125 सीसी यो पावरमा 10 सीसी आफ्नो पावर थपेर 135 सीसीमा स्कुटर उडाउनु भएको छ साथीहरू। 125 सीसीमा 10 सीसी असिम दाइकै खुट्टाबाट पापा सीसी थपेर मैले 135 सीसीको अवरोह यात्रा गरिरहेको छु। अब देख्न सक्नुहुन्छ असिम दाइले कसरी खुट्टाले धकेलेर आफ्नो सीसी पनि यहाँ समाहित गर्नुभएको छ। हेर्नुहोस्, ओ हामी कटिसकेको छ। एकदमै खतराजनक बाटो छ यो, त्यो रेड जोन पनि भन्दो रहेछ यहाँ, तर यहाँ ग्रिन जोन छ बाहिर चाहिँ, तर बाटो चाहिँ रेड जोनै हो। पुरा ढुङ्गाको बाटो देख्न सक्नुहुन्छ तपाईँ। यो गिटी सिटी छ यहाँ, तर तपाईँलाई खोदल्नु भने यहाँभित्र नि हिमपाइप हुनसक्छ, तर त्यो चाहिँ हालेछ केही सरकारले। र कहाँ हालेछ भन्ने कुरा चाहिँ इन्जिनियर साह्रै रेखाङ्कित गर्नुपर्छ, नत्र झक्क देखिँदैन त्यो प्राइभेसी। अब हेर्नुहोस् यस्तो छ क्या बाटोलाई, हेर्नुहोस् यस्तो। केपी सरकारलाई मै छोडिदिउँ कि मैले यस्तो नि बाटो हुन्छ साथीहरू, यस्तो नि बाटो हुन्छ। हेर्नु यस्तो धन्न एन्टक थियो र हाम्रो, नत्र बिजोग हुन्थ्यो साथीहरू। हामी एन्टक एक्सपी मोडललाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। यसका डिजाइनरदेखि लिएर गएर त्यो 3,26,000 रुपियाँ खनखानी गर्नुभयो। तर अहिले आएर मलाई त्यो पीडा छिट्टै छ, तर त्यो पीडा मलाई यो बाटोमा यो एन्टकले तानेको देख्दा मैले केही हदसम्म भुलेको छु साथीहरू। तपाईँलाई धेरै धेरै धन्यवाद। पुरै चाहिँ भुलेन है यो साथीहरूले झोला रेनकोट दिनुभएको, आज मैले त्यो ल्याइनँ। हेर्नु साथीहरू बाटो देख्दा तपाईँलाई एकदम डर लागिसकेको छ होला, तपाईँलाई हेर्दै डर लागिसकेको छ होला। हामी त पुरा सफर गर्दैछौँ यहाँ। हाम्रो असिम दाइले चाहिँ पुरा यस्तो काटिदिनु भएको छ। हेर्नुहोस् कस्तो काट्नु होला, हेर्नुहोस् ल, हेर्नुहोस् सबै ढल्किसकेको छ स्कुटर। ए बाटो हेर्नु न, बाटो सबै। मैले यस्तो सोध्छु साथीहरू, त्यो मान्छेले त्यहाँ छ ठिकै बाटो बनाएको थियो, एक गाउँतिर आएछ कता कहाँ चाहिँ फेला पऱ्यो कि जस्तो लाग्यो। त्यो भएर बाटो त भनक घुमाइदियो। ल हेर्नुहोस् यो, ल यस्तो नि बाटो हुन्छ। हेर्नु साथीहरू बाटो चाहिँ घुम्ती त 1 मिनट आउँछ। यस्तो बाटो त हाम्रो घरतिर खतर पनि हिँड्दैन। कहाँ हिँड्ने भैँसी चिप्लिने बाटो हो यहाँ। यस्तो बाटो स्कुटर एन्टक एक्सपी मोडल नि भन्नु पऱ्यो नि त होइन। 2025 मोडल, 26 मोडल हो। 28 हो यो फ्युचरिस्टिक हो नि। ओ एन्टक, ओ माइ गड। हामी धार्मिक स्थल पनि छोडिसक्यौँ। एउटा धार्मिक स्थल रहेछ ग्रिन रोड भन्छ साथीहरू यसलाई। जुन रोड चाहिँ दुबो झारपातद्वारा बनाइन्छ भने नेपाल सरकारको छुट्टै अवधारणा छ। यो अवधारणाद्वारा बनाइएको बाटो हो यो। यहाँ चाहिँ दुबो पाती र यस्तो यो बाटो नाली बिचमा छ साथीहरू, हेर्न सक्नुहुन्छ तपाईँ। छेउछाउमा गाडीको टायर पर्ने हुनाले बिचमा नाली बनाइदिएपछि यो नाली यहाँ गायब भएको छ। तर यहाँ नाली चाहिँ छ, अन्डरग्राउन्ड छ। केपी सरकारको तपाईँहरूको रस्सीमै नाली पनि भनेर नामाकरण गरेको हुनसक्छ। घुम्ती आइसक्यो, तपाईँले दिइसक्नुभयो। फेरि ग्रिन रोड आइसक्यो। तपाईँहरूले यसको मजा लिनुभएको छैन भने तपाईँ भला बाटो माथि आउनुभयो भने यो ग्रिन रोडको मजा पनि लिन सक्नुहुन्छ साथीहरू है। यो ग्रिन रोड हेर्नुहोस्
तपाईँ दुबोहरू रोपिएको छ यहाँ बासका ठुलो लगानी गरेको छ यहाँ ट्र्याक्टरले योगा गर्दैछ सूर्य नमस्कार गर्न लान्छ हेर्नु यति बेलुका भइसकेपछि उसले आफ्नो दैनिक अहिले हाम्रो हेर्नुभयो मान्छे आयो भनेर ओ दादाले बाटै छेकेर राखिदिनु हो त ल गोले सानोमा देख्न सक्नुहुन्छ बाटोमा स्कुटर हाम्रो असिन दादाले छिराउँदै हुनुहुन्छ है अलि हल्का त काट्नुहोस् हो आयो अहिले ग्रिन रोडमा छौँ पुरै अब म यसरी स्कुटर चढेँ होइन एन्ड्रोइड एक्सपी 125 2025 मोडल चढिसकेको छु म बस्छु अहिले गर्नुभयो गाउँ यस्तो रमाइलो छ यहाँ गाउँ पनि छ है उहाँ टक्क रमाइलो छ ग्रिन रोड यस्तो हुन्छ साथीहरू हेर्नुहोस् हो अर्को ट्र्याक्टर पनि हुन्छ ट्र्याक्टर महिन्द्रा कम्पनीको हुन्छ है दिउँसै बत्ती बलेको छ केपिएल सरकारलाई धेरै धन्यवाद खम्बामा दिउँसै बत्ती बलिसक्यो अब देश उज्यालो भइसकेको छ सरकारको नामले ल अलग चढ्यो नि त ल अब आयो अलग प्रकारको अब त बाटो बन्नु यहाँ चाहिँ चढेर फाल्नु पर्ने छ नि त बाटोको कारक भनेको ए बाटो भर्खरै यसो कसरी भयो अहिले यस्तो थियो है रातारातको विकास हेर्नुहोस् अहिले भर्खरै बाटो अघि हामी जाने बेला यो सबै खाल्टा खुल्टा थियो अहिले सम्हाइदिइसकेको छ ढलान पनि गरिसकेको छ हामी आउँदैछौँ भनेर हो कि पुरै ढलान छ यो ढलान चाहिँ लगभग हाम्रो अनुमान अनुसार 8 इन्ची बाक्लो छ भने यो ढलान बाटोमा होइन तेल चाहिँदैन झर्ने बेलामा चाहिँ न्युट्रलमा सर्व जान सक्ने छिमाताको बाटो वृद्धि भएको छ यस्तो सिँढी पनि हालिदिएको छ हामी ऊ त्यो पारी गाउँ गएर चाहिँ आएको होइन जानु जति अप्ठ्यारो भएको थियो त्यो अप्ठ्यारो जानु फर्किँदा भएन त हेर्नुहोस् यहाँ भैँसीहरू पालिएका छन् स्न्याक रोड हेर्नुहोस् बाटो हेर्नुहोस् है बाटो हेर्नुहोस् है साथी यो बाटो त्यसै हेर्नु पाइँदैन यस्तो यहीँ आउनुपर्छ तर तपाईँलाई हामीले तपाईँलाई टक्क बेडमा बसेर सिरे गोडेर यो बाटो हामीले अहोरात्र मिहिनेत गरेर तपाईँहरूलाई देखाउन सफल भएका छौँ त्यसको लागि तपाईँले हामीलाई धन्यवाद पनि भन्नु साथी लाइक एन्ड कमेन्ट गर्नुहोस् गर्नैपर्छ हेर्नुहोस् तपाईँले त्यो गर्नु भने तपाईँलाई पाप लाग्छ हेर्नुहोस् त कस्तो बाटो गएर आएको छौँ हामी हेर्नुहोस् ल हेर्नुहोस् यो बाटो केपी सरकारले विकास नै गरेछ है विकासहरू नाली हेर्नुहोस् बाटै थिएन अघि जाँदैतिर हाम्रो बाटै थिएन अहिले यति छिटै बाटो चाहिँ यस्तो विकास भइसकेको छ तर बाटो हेर्नुहोस् न साथी बाटो सल छ खासै बाटो पिचार्न आवश्यक रहन्छ क्या यस्तो चाहिँ है माटोको यस्तो आरामदायी छ बाटो पानी परेर भने फेरि के अरे उस उडाउने तिर्पल उडाउने जानु चाहिँ अलग तर्फ ल्याइसकेको छ यसबाट हामीले के बुझ्न सकिन्छ भने बाटो छिटो नै पिच हुन्छ भन्ने कुरा तपाईँहरू पक्का ढुक्क हुनुहोस् जानुहोस् अब तपाईँले यो भ्लग हेरिसक्नु भयो भने तपाईँ आउँदा बाटो पिच झन्डै बस्नुहुन्छ तपाईँहरू कहिले जानु त सोच बनाइहाल्नुहोस् आइहाल्नुहोस् रमाइलो छ छुट्नु होला सकेसम्म पछि हुँदै आउनुहोस् यो भ्लग आउँछ 6 महिनापछि त्यति बेला त ढुक्क होला नि सक्नुहुन्छ नि तपाईँ छिटै नै आउनुहोस् त्यो भ्लग नहेर्दै आउनुहोस् भन्नु यो भ्लग पब्लिस हुनु अगाडि नै आउनु हेर्नुहोस् हेर्नुहोस् रड कुन साइजको प्रयोग भएको छ त्यो ओरिजिनल रड हो सबै अगाडि अम्बे स्टिल होला सानो मेरो विचारमा है रडहरू बिचमा चाहिँ मोटो मोटो रड पनि हालिएको छ त्यति त जम्मा होला कि त्यहाँ चाहिँ ड्रिल गर्ने होला नि त ड्रिल गर्ने बेलामा त्यो देखाउनु पऱ्यो नि त स्याम्पल त्यो बेला मोटो मोटो रड ठेकदारले बिर्सेलाई कानेर हालेको सब फुटाल्न पर्ला त्यसले केही चिन्हलहरू गर्छ होला साथी हो जाली भरिएको छ पहिरोबाट बच्नको लागि हेर्नुहोस् यस्तो राम्रो ढुङ्गा बाटो एकदमै उत्कृष्ट अन्तर्राष्ट्रिय मापदण्डमा भरिएको जाली नै यो साथीहरूले नामहरू दिन्छ साथीहरूले हेर्दै हुन्छ जाली भरिदिन्छ हौ उहाँसँग भर्छ साथी यो माल कहाँ लगाएर जाउँ कि यिनीहरूले यत्रो कहाँ भत्काउनु पर्छ नि हेर न यार डोजर चाहिँ आज रेस्ट गर्नुभयो आज शनिबार बिदा दियो उहाँलाई छुट्टी दिएन आज यो दिनु साथी यो माल झरिसक्यो कि यहाँ पिच हुँदैछ तपाईँ ढुक्काउनुहोस् माल झरिसक्यो सागर बसन्त खिच्ने हेर्नुहोस् है साथी जागिर खाइ जागिर कति रिस होला त्यसलाई चुनाव पार्टी हान्छ होइन बसिरहेको थियो होला आज राजनीति पार्टीलाई समाउँछ भने सोचेको थियो होला बिचरा एकदम रिस उठेर क्या त्यसलाई त्यो त फायर भइसक्यो कि त्यत्रो ट्रेनिङ गऱ्यो है त्यो कपडाको पनि कति हजार लिन्छ है लिन्छ नि
बिचरा त कपडा बन्नु हो तैँले कपडा बन्नु पैसाले भन्नु होला कपडाको जुत्ताको रस्तीको रस्ती गर्नुपर्छ त्यो जागिर फेरि खोल्ने बेला भयो बिएस गरेर आफै ठिक्क हुँदो रहेछ क्या छुट्टी आयो ट्याक्क मिली भयो अनि फेरि अघिल्लोचोटि त 6 महिना पालेको हुन्थ्यो नि मितिलाई 6 महिना पाले हामी योपालि मतपत्र च्यात्ने भएन भाँडै बोकेर हिँड्दै हो होइन मरेको मान्छेले भुटाइले स्याङ्जा त त्यत्रो भुटाएको हेर त मत सङ्ख्याभन्दा बढी आइदिएको हुन्छ नि छोडिदिउँ न यार त्यस्तै नि कति बजी राजनीति गऱ्यो होला है हो